आधी जीवन उसैको नाम भयो, उसैको नाम भयो, बाँकी जीवन अब के काम भयो, गरी मैले रूप फेर्यो। एउटा गीत गाइदेऊ न गाइने दाइ, मन भुल्छ कि मेरो उसैको नाम भयो, बाँकी जीवन अब के काम भयो, गरी मैले रूप फेर्यो। एउटा गीत गाइदेऊ न गाइने दाइ, मन भुल्छ कि मेरो एउटा गीत गाइदेऊ न गाइने दाइ, मन भुल्छ कि मेरो एउटा गीत गाइदेऊ न गाइने दाइ, मन भुल्छ कि मेरो हो 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 हे हे नमस्ते सम्पूर्णमा स्वागत छ मेरो युट्युब अनि मेरो फेसबुक पेज, मेरो फेसबुक प्रोफाइल। सबै दर्शक महानुभावहरू, मेरो शुभचिन्तक, मलाई चिन्ने या नचिन्ने दर्शक महानुभावहरूलाई मेरो फेसबुक पेज, फेसबुक प्रोफाइल अनि मेरो युट्युबमा स्वागत छ भन्दै आजको मेरो परिस्थिति, मेरो गीत स्वर कस्तो लाग्यो कमेन्ट बक्स खाली छ, कमेन्ट बक्समा सोध्नु होला। र कतिपय साथीहरूले भन्नुहुन्छ तिमी एउटा सङ्गीत सिक्यौ भने तिमी भविष्यमा एउटा लोक गायक बन्छौ भन्नुभएको हुन्छ। कतिपय साथीहरूले भन्नुभएको छ तिमी अमेरिका जानु र म अमेरिका जानु र तिमी गायक बन्नु एउटै हो भन्नुभएको हुन्छ। ठिक छ, मलाई त्यस्तो केही नै लाग्दैन होइन। आफ्नो स्वर, आफ्नो कलालाई देखाउने कोसिस गर्छु र त्यो कलालाई कस्तो लाग्छ तपाईँहरूले यो कलालाई अवश्य लाइक कमेन्ट सेयर गरिदिनु होला होइन। तपाईँहरूको साथ सपोर्ट खासै त छैन मेरो, र एउटा फेसबुक पेज खोलेको छु, संविधान परिवार फेसबुक पेज नयाँ खोलेको, सबैको जान गएर त्यहाँ जोडिदिनु होला है त। हस्त, धन्यवाद।